ल गाइस हिँड्ने बेला भयो अब बसन्त साइले बोक्छ अब हिँड्ने अहिले डोले आँखाले खुद देख्न पर्यो यहाँ नजरमा वरिपरि हुनु पर्यो न त फुकाएर उसमा राख्छु मैले झोलामा कि पर्सेउला छन् त्यहाँ लुगाउने न त चोरिहाल्छ अब हेलमेट पनि नयाँ भए त कुदाइहाल्ने अब त्यही भएर नकिनेको राख्ने आँखा झिमिक माल गायब हो यहाँ त खतम यही हो जान्नु न अर्को के मिसाएर लगेको यता यता ऊ पनि छ त्यसलाई पनि लग्ने बोक्ने ऊ त्यसले हो ऊ त्यसले मैले बोक्ने हो हुन्थ्यो के भएर हिजो 400 तेल हालेको 2 लिटर अन्त कति पो बढ्ने हो 300सम्म जान्छ 300 खतम छ गाई चाहिँ बानी बिग्रियो पैदल हिँड्न सकिन्न त्यो कारणले अब यस्तै हो जिन्दगी